कस्तै रमाइलो रहेछ गाइस हैन। सो त्यही हो, आज मैले भिडियो राम्रोसँगले बनाउन पाएँ हैन, किनभने लाइट पनि थिएन रातिको समयमा। अनि सुत्दै भएर अनि यता पछाडि चाहिँ मेरो साथीहरुलाई भेट उता गएको थियो। म त मोटाको होला भनिरहेको थिएँ त है रेजिना। का मोटो हो कति पातलो भइसक्यो। मसला नि गनेर जस्तो अनि मासु बनाएर मासु रे होला बुझ्छौ रहेछ डिब्बा। डिब्बा वा धेरै राम्रो लाग्यो। डिब्बामा बस्ने म हो नि फेरि। कस्तै रमाइलो रहेछ गाइस हैन। सो त्यही हो, आज मैले भिडियो राम्रोसँगले बनाउन पाएँ हैन, किनभने लाइट पनि थिएन रातिको समयमा। अनि सुत्दै भएर अनि यता पछाडि चाहिँ मेरो साथीहरुलाई भेट्न आएको। हामी चाहिँ यता 4 जना छौँ। सो त्यही हो गाइस। त्यही भएर अब यता साथीहरु चाहिँ के रे भिडियो बनाउने भनिरहेछन् के भन्छ अरे चस्मा पनि कस्तो हो यो हेड। यता पछाडि साथीहरु रेडी गर्दैछ। हावा पनि फेरि चलेपछि कान्त। हेलो सीता, सन्चै छौ? यतातिर साथीहरु पछाडि क्या गर्दैछन् यसरी पछाडिबाट क्या। अनि त्यही भएर देखेछ। अनि समुद्र रहेछ त्यहाँ चाहिँ 11 बजी बन्द हुन्छ, तर अब हामी चाहिँ लाग्यो हैन। सो केही छैन। अनि फोटो खिच्न रेडी गर्दैछन् हैन। सो त्यही भएर अब फोटो खिच्नुपर्छ हामी पनि। मेरो भ्लग अनि एकदम मेरो इम्पोर्टिङ चाहिँ भ्लग बनाउनु नै छ के हैन। के अरे इङ्ग्लिस पनि बोल्न आउँदैन, इम्पोर्टिङ। सो त्यही भएर अनि म चाहिँ भ्लगै बनाउनु पर्ने गइरहेको छु। अनि यहाँ फोटो पनि खिच्न पर्यो। बोलाउँदा भइगयो नि, बोलाऊ फोटो खिच्नलाई साह्रो भएन हैन। अब म यतापट्टि फर्किरहेको छु, यतापट्टि सारा टिभी किन यतापट्टि म छु जना खिच्देऊ न। हो र देऊ न युट्युब अहिले पनि ओइ ब्लगर ब्लगर दिदी हो। कस्तो फोटो राम्रो न ब्युटिफुल आछ। म मर्टी छु नि त त्यही भएर साथीहरु पनि। हेलो गाइस, ह्यान्डसम कस्तो ह्यान्डसम आएको छ ह्यान्डसम। अनि अब के भन्ने र यहाँ मलाई मोटाएर कस्तो भइसक्यो। ब्युटिफुल पवित्र ब्युटिफुल गर्ल मोर देन तिमी झन् ब्युटिफुल, टु मच ब्युटिफुल। ओइ फोटो खिच्नु न मेरो न हो ओइ यु एभ्रिथिङ ब्युटिफुल। Hey guys, listen to me.